यो चाहिँ स्विमिङ पुल सिक्स प्याक देखाइदियो नि त ये माथिबाट कता घुम्ने भन्छन् साथीहरू यस रमाइलो छ ओ फेरि जानुपर्छ अरे भाउजूहरू कसरी डुब्नु भयो अब यसपछि चाहिँ हामी अब 3 जना च्यालेन्ज गर्दैछौँ होइन रेडी 1 2 3 गो तपाईहरु हेलो साथीहरू सबैले नमस्कार म निशान्त थापा छेत्री फेरि पनि नयाँ यो भिडियोमा आइसक्यो आज चाहिँ हामी स्विमिङ पुल जाँदैछौँ होइन सबै साथीहरू हुनुहुन्छ यहाँ चाहिँ अब यहाँबाट चाहिँ अब स्टार्टिङ हुन्छ हामी चाहिँ अहिले पोयना ब्रासमा छौँ 20 नम्बर गाडी लाग्छ त्योबाट पहिला टिकट लिन्छौँ यो चाहिँ टिकट काउन्टर होइन हाम्रो गोपाल केसीले टिकट लिँदै हुनुहुन्छ फाइनल टिकट पनि लिइसक्यो मुचुमेस भनेको थ्याङ्क यू है रोमानियन ल्याङ्ग्वेजमा हामी चाहिँ बस पार्कमा उठियो हाम्रो जितेन्द्र प्रसाद बजगाई हामी चाहिँ आज गाइज होइन स्विमिङ पुल जाँदैछ स्विमिङ पुल ब्रासको सबैभन्दा ठुलो स्विमिङ पुल हो ल बाजु के छ नमस्कार हजुर नमस्ते ल हामी चाहिँ अब बस आइसक्यो होइन ल अगाडि गएर सिट रोजिहालौँ त ल हामी फाइनली अब लिबादा पोस्टलमा आइसक्यो पोयना ब्रासबाट अब हाम्रो साथीहरूसँग डिस्कस गर्नुपर्छ होइन केमा जाने हामी ट्याक्सीमा केमा जाने हो ट्याक्सीमा हाम्रो भाइ खाएको ल हामी चाहिँ अब ट्याक्सीवालालाई सोध्न जान्छौँ अब ट्याक्सीवालाले मान्छे मान्दैन ल हाम्रो ट्याक्सीवालासँग बार्गेनिङ छ किनभने हामी 5 जना छौँ नि त त्यही भएर ट्याक्सीवालाले मान्छे मान्दैन यहाँ चाहिँ 4 जना भन्दा बढी ट्याक्सीवालाले मान्दैन लिन ल ट्याक्सीमा जाँदैछु होइन 2टा ट्याक्सी लग्यौँ सालु बुनसियो यो चाहिँ हाम्रो ट्याक्सी ड्राइभर हामी चाहिँ जाँदैछौँ एकजना अगाडि छ ऊ ट्याक्सी गइसक्यो हाम्रो जितेन्द्र प्रसाद बजगाई हामी अब आज चाहिँ स्विमिङ पुलमा जाँदैछौँ भर्खर ट्याक्सीमा बस्यो हेरौँ अब कति मिनट लाग्छ 20 मिनट 20 मिनट जति लाग्छ होला सायद थ्याङ्क यू भेरी मच माई फ्रेन्ड ल फाइनली हामी चाहिँ स्विमिङ पुलको अगाडि आइसकेका छौँ स्विमिङ पुल चाहिँ यहाँ छ यता छ यो ठाउँ चाहिँ स्विमिङ पुलको रहेछ होइन साथीहरू अगाडि गइसकेका छन् अब टिकट काउन्टरतिर जानु पर्यो हेरौँ अब कहाँनिर छ कति हामीले नेटमा हेर्दाखेरि चाहिँ रोमानियाको 60 रोन चार्ज रहेछ होइन स्विमिङ पुलको अब के कस्तो छ अब यता गएर सोधेपछि थाहा हुन्छ फेरि कन्टिन्यू देखाउँदैछौँ हामी फाइनल्ली आइसक्यो अब हामी जाँदैछौँ अब हामीलाई यहाँ टावलको आवश्यक पर्छ अब हामी एउटा टावल किन्छौँ त्यसपछि एउटा चिसो किन्छौँ पानी किन्छौँ गाइस चलो यहाँ चाहिँ टिकट काउन्टर रहेछ अब यहाँ टिकट काटेर गइसकेपछि हामी चप्ट स्विमिङमा जाँदैछौँ न पैसा गनिम त राजा ल हामी चाहिँ स्विमिङ पुलमा जानको लागि रेडी भइसकेका छौँ होइन के छ गोपाल केसी सिक्स प्याक देखाइदियो नि त ये ल गाइज हामी चाहिँ स्विमिङ पुलमा आइसकेका छौँ अब स्विमिङ पुलको भिडियो हेरेर इन्जोय लिनु होला फर्स्ट टाइम स्विमिङ पुलमा म चाहिँ आएको आज होइन जीवनमा पहिलोचोटि स्विमिङ पुल गर्दैछु कस्तो हुन्छ आज यता बाहिर पनि रहेछ धेरै नै ठुलो छ स्विमिङ पुल यता बाहिर पनि रहेछ हेरौँ कस्तो छ यो चाहिँ स्विमिङ पुल मजाको छ यो त अहिले न गएर छ म निकाल्छु भनेको त्यति सानसानो बच्चा त डुबिरहेको छ किन आएको त अनि आउँदैन खेल्न जान हो ल त्यसो
सानोमा ट्राई गरौँ एकैसँग ल ल जितेन्द्र बस गए ल हामफाल यता थाक्लास ल गहिरो तलबाट त हामी निस्किसक्यो अब चाहिँ माथि बच्चाहरू खेल्ने जस्तो भएछ ओ त्यहाँ माथि गएर चाहिँ भिडियो बनाउन जाँदैछु साथीहरू मजा लिनु होइन भिडियो मात्र हेरेर हुँदैन लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला अबको नेक्स्ट भिडियो चाहिँ यताबाट अनि खोइ त मलाई नि मलाई छैन त्यहाँ ल साथीहरू कस्तो लागिरहेछ आजको स्विमिङ पुल अब हामी यहाँ जाँदैछौँ यहाँ माथि ओ भाउजू कस्तो लागिरहेछ तपाईँलाई तपाईँले लाज लगाइरहेछ तेरो दाइ यही हुँदा हुँदै के को लाज हो अब हामी चाहिँ यहाँ माथिबाट गएर यताबाट घुमेर यताबाट जान्छौँ हो म चाहिँ माथि जाँदैछु होइन माथि गइसकेपछि माथि डाँबोबाट तल जाने भन्छन् केटाहरूले अब यो मोबाइल बिग्रिने हो कि जस्तो लागिरहेछ वाटरप्रुफ हो किन्दाखेरि चाहिँ भन्यो आइफोन 15 प्रो म्याक्स हो मोबाइल चाहिँ किन्दाखेरि त वाटरप्रुफ भनेको थियो अब के हुन्छ थाहा छैन रिक्स चाहिँ लिँदिनँ म यही माथिबाट कता घुम्ने भन्छन् साथीहरू यस रमाइलो छ यहाँ चाहिँ लास्टै मान्छे छन् क्या धेरै नै मान्छे छन् साथीहरू पछाडि छन् होइन म चाहिँ माथि जाँदैछु अब हेरौँ कस्तो हुन्छ धेरै वर्षपछि होला पानी नफेलेको सास फुलेर बिजोग गइसक्यो यहाँबाट चाहिँ बच्चा खेल्ने रहेछ होइन दामी छ भनौँ न ओ सरर यहाँ चाहिँ यसरी जाने रहेछ नि के हल्का डर भनेको के छ भन्दाखेरि मोबाइल बिग्रिन्छ कि भन्ने डर हो के गरौँ भइरहेको छ मलाई चाहिँ एकजना मात्र रहेछ गोपाल केसी जाँदैछ ल जितेन्द्र प्रसाद भोजकाई भाइ हातखुट्टा माछेलाई विचार गर है थ्याङ्क यू इजी भाउजू डुब्नु भएको थियो यार भाउजू यार धन्नै स्विमिङ पुलमा के भयो जाने हो चल्दै छ भाउजूले निकाल्दै भने के भाउजूले निकाल्दै के ल फेरि जानुपर्छ अरे भाउजू यार कस्तो डुब्नु भयो यार गाइस फेरि हामी जाँदैछौँ होइन माथि टापुमा यता यो टापुमा जाँदैछौँ होइन क्यामेरा खासै मिलेन क्या हो हाम्रो टाइमिङ पनि सकिन लागिसक्यो होइन फटाफट गएर यस रमाइलो भइरहेको छ आजको दिन चाहिँ म फेरि माथि आएको छु एक राउन्ड फेरि अब ओके माई फ्रेन्ड्स च्यालेन्ज बनाउँला च्यालेन्ज सिधा
ल हामी चाहिँ च्यालेन्जमा लाँदैछौँ अब अब यसपछि चाहिँ हामी अब 3 जना च्यालेन्ज गर्दैछौँ होइन त्यहाँभित्र च्यालेन्जवाला रहेछ अब हेरौँ कसले जित्छ आज 3 जना छौँ च्यालेन्ज गर्छौँ अब त्यसपछि हाम्रो अन्तिम हुन्छ किनभने हाम्रो 2 घन्टा हो 2 घन्टा चाहिँ सकिने बेला भइसक्यो फेरि पछि ढिला गएपछि चाहिँ एक्स्ट्रा पैसा तिर्नुपर्छ त्यही भएर अब हामी चाहिँ अन्तिम अर्को एउटा रहेछ यतातिर खेल्ने ठाउँ चाहिँ त्यहाँ जाँदैछौँ गाइस भिडियो तपाईँहरूले हेरिरहेर मजा लिनुभएको छ होइन भिडियोलाई चाहिँ सब्सक्राइब दबाइदिनुहोस् यहाँ चाहिँ हाम्रो अब च्यालेन्ज कोठा छ खेल्छौ त च्यालेन्जमा छ ल 2 जनाको बिचमा स्विमिङ कम्पिटिसन हुन गइरहेको छ तपाईँहरू हेर्न सक्नुहुन्छ को फर्स्टमा पुग्न सक्छ आर यु रेडी ओके रेडी 1 2 3 गो तपाईँहरू हेर्न सक्नुहुन्छ दुवैजना एक रफ्तारमा गइरहेको भएको छ कसले जित्न सक्नुहुन्छ उहाँहरूलाई उहाँ पुग्नु पर्नेछ ल तपाईँहरू हेर्न सक्नुहुन्छ इन्जोय गाइस equal now I want to be there okay you can see it's in equal position and they are going equally let's see who is gonna be the first I have to be there till then okay it's a little bit second we're gonna watch the video who comes first enjoy guys go Oh, you're the अब नेक्स्ट हाम्रो चाहिँ ल अब हामी चाहिँ अब स्विमिङ पुल सकिसक्यो त्यो रमाइलो भयो होला नि आजको चाहिँ स्विमिङ पुल भिडियो हेर्नुहोस् स्किप नगरिकन हेर्नु होला इन्जोय लिनु होला अबको नेक्स्ट भिडियो हाम्रो यही टिम रोमानियाको फेरि एउटा क्यासल भन्ने ठाउँमा जाँदैछौँ हामी चाहिँ रोमानियाको भिडियोलाई लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला प्लिज हस्त नमस्ते धन्यवाद हजुरको दिन शुभ होस् बाई बाई